तथागत बुद्ध जन्मस्थल आइपुगेका थाइल्यान्डका बौद्ध धर्मावलम्बीले नेपाली भूमिलाई भारत मान्दै भारतीय राष्ट्रिय गान गाए। हिन्दुस्तानीको ठाउँ हो यो लुम्बिनी भने हिन्दुस्तानको यो त पार्ट हो भनेर यहाँ त पुरै यति हिन्दुस्तानको राष्ट्रिय गान पुरै गाना जनमनदेखि लिएर भारत महानसम्म चाहिँ गायो। अलिक त्यसको बाजे अब्जेक्ट गर्नुभयो, विरोध गर्नुभयो। अशोक स्तम्भ अगाडि रेकर्ड गरी ल्याइएको भारतीय राष्ट्रिय गान गाउँदै गर्दा त्यही उपस्थित कोषका कोषाध्यक्षले कुनै प्रतिक्रिया जनाएनन्। संयोगले त्यहाँ पुगेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले भने आपत्ति प्रकट गरे र उनीहरूलाई नेपाली राष्ट्रिय गान गाउन बाध्य बनाए। थाई टुरिस्ट गाइड एउटा महिला छिन्, उहाँले चाहिँ नि त्यहाँ मतलब बस्दा बस्दै चाहिँ नि इन्डियन राष्ट्रिय गान जय जनगण मन जय भारत भन्ने खालको इन्डियन राष्ट्रिय गान गाउन थाल्यो। अनि त्यसपछि हामीले चाहिँ नि यो नेपाल, यो लुम्बिनी भगवान बुद्ध जन्मेको ठाउँ यहाँ किन चाहिँ नि भारतको चाहिँ नि राष्ट्रिय गान गाउँदैछ भन्ने कुरामा हामीले बिचैमा पनि नो भनेर अब्जेक्सन गर्दै थियौँ। भारतीय पथ प्रदर्शकले ल्याएका थाइल्यान्डका ती नागरिकले बुद्ध जन्मभूमि नेपाल भएको थाहा पाएपछि भने फेरि नेपाली राष्ट्रिय गान गाए। उनीहरूले भारतीय राष्ट्रिय गान गाउन पुगेकामा पश्चाताप पनि गरे। थाई भन्दै एकजनाले मलाई चाहिँ एक्सक्युज पनि गर्यो, वी आर भेरी सरी, हामी एकदम यसमा हामी क्षमा माग्न चाहन्छौँ, हामीलाई थाहा भएन। अब तपाईँहरूको यो नेपालको चाहिँ यो मतलब लुम्बिनीमा भगवान बुद्ध जन्मेको ठाउँ यहाँ चाहिँ हामीले यो गीत नगाउँदा हुन्थ्यो, हामीलाई थाहा भएन, हामीले गीत गायौँ। तर नेक्स्ट टाइम वेन वी कम ब्याक इन नेपाल, पछि फेरि हामी नेपालमा फर्किँदाखेरि यो नेपालको चाहिँ राष्ट्रिय गानलाई हामीले अलरेडी रेकर्ड गरिसकेका छौँ। यसलाई हामी कण्ठ गर्छौँ र नेपालको कुनै भूभागमा जाँदा चाहिँ नेपालकै राष्ट्रिय गीत गाउँछौँ। यसकारण वी आर भेरी सरी। भारतीय राष्ट्रिय गान गाइरहँदा अलिकति पनि नहिचकिचाउँदै सुनिरहेका कोषका कोषाध्यक्षले हामीलाई उल्टै यस्तो प्रश्न पो गरे। अब आएर मान्छेले कोही गरिदिइहाल्छ, अब गर्ने के गर्दा गर्दै कसैले अब्जेक्सन गर्यो, त्यो राम्रो कुरो हो, साथीहरूले विरोध गर्नु धेरै राम्रो। तर अब त्यो सबै मान्छेको पछाडि लागेर अब हामी हुन नदिने यस्तो होइन। अर्को फेरि अर्को मुलुकको पनि आउला, यति गरी चाहिँ इन्डियन रहेको हो भनेर अब यहाँले भन्नु पर्यो नि के गर्नुपर्ने। हामीले बोर्ड राखेका छौँ, सूचना दिएका छौँ, हरेक ठाउँमा गरेका छौँ, हामीले गर्ने त्यही त हो। के गर्नु पर्ला अर्को यहाँले सजेसन गर्नु पर्यो हामीलाई, हामी कार्यकारिणी समिति मान्छे। लुम्बिनीलाई भारतको चिनारी दिँदै राष्ट्रिय गान गाउँदा पनि चुप लाग्ने कोषले लुम्बिनीको विकास, संरक्षण र प्रचार गर्ने आश गर्नु निरर्थक हुन्छ। पटक पटक विभिन्न माध्यमबाट भारतीय भूमिमै बुद्ध जन्मिएको प्रचारमा लागेको भारतको नेपालले कहिल्यै खण्डन गरेन। लुम्बिनीमा भारतीय राष्ट्रिय गान बज्दा समेत नेपाली प्रशासक किन बोल्दैनन्? नागरिकलाई जवाब दिनु जरुरी छ। थाइल्यान्डका बौद्धिस्टहरूलाई भारतीय पथ प्रदर्शकले लुम्बिनी भ्रमणमा लिएर आउँदा भारतीय राष्ट्रिय गान गाउन लाउनु उसका लागि स्वाभाविक नै होला। तर नेपालको यस्तो महत्त्वपूर्ण भूमि लुम्बिनीमा भारतीय राष्ट्रिय गान गाइँदै गर्दा नेपाल सरकार र लुम्बिनी विकास कोष के हेरेर बसिरहेको छ? यसको प्रश्न कहिलेसम्म सरकारले र लुम्बिनी विकास कोषले दिन्छ? इमेज समाचारका लागि क्यामेरामा नवीन स्थापितका साथ सरोज अधिकारी, बुद्ध जन्मिएको स्थल लुम्बिनी।